कितना दिहाड़ी में आप काम करते हो? 500 में। फिर वही बात आ जाएगी, जो गरीब हो ना आदमी। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर। सो हे गाइज, वेलकम ब्याक टु अनदर भिडियो। अनि धेरै पछि भिडियो आइरहेको छ यो ब्लग होइन। के गर्नु, मोबाइल थिएन, अहिले चाहिँ मोबाइल आइसकेको छ। सो ब्लग स्टार्ट भयो। अनि अहिले चाहिँ म गइरहेको छु फोटोसुटको लागि गोदावरी। सो के गर्नु, फोटोसुट गर्नु पऱ्यो होइन, क्यामेराम्यान भएर। सो आई एम गोइङ टु गोदावरी। अहिले चाहिँ म जान्छु घोडसुवा साथीलाई लिन, त्यसपछि साथीलाई लिएर हामी जान्छौँ गोदावरी। सो लेट्स गो है त, उतै भेटौँ। செம்பருத்தி பூ முட்டு செல்லம் கொஞ்சதே தாலாட்ட। सो हे गाइज, म चाहिँ अहिले गेटा पुगेँ। अनि यो चाहिँ गेटा भयो, यहाँबाट अतरिया जाने बाटो। अनि यहाँबाट म चाहिँ जान्छु घोडसुवातिर। घोडसुवाबाट साथीलाई लिएर अनि बल्ल गोदावरी पुग्छु। सो हेर्दै गर्नु होला है त। सो अहिले चाहिँ गाइज म घोडसुवा पुग्नेवाला छु। 2 मिनट जति बाँकी छ, 2 मिनट पनि नलाग्ला घोडसुवा पुग्न। म चाहिँ बिस्तारै गइरहेको छु। अनि यार यो बाटोमा यो चाहिँ ब्रेकर चाहिँ राखेर कति पो ठाउँमा ब्रेकर छ, मजा आउँदैन। गएर म यता आउँदैन, केही छैन। सो म चाहिँ अहिले यो चाहिँ भयो, योभन्दा उता घोडसुवा आइहाल्छ। हामी फेरि जान्छौँ। सो हेर्दै गर्नु होला है, हामी उतै अत्तरीतिर भेटेर अब म देखाउँछु तपाईँलाई। सो हेर्दै गर्नु होला है त। त्यसपछि हामी पुग्यौँ अत्तरिया। अनि पेट्रोल हालेर हामी अब जान्छौँ गोदावरीतर्फ। सो हेर्दै गर्नु होला। नाउ हामी गोदावरी पुग्न आँटिसक्यौँ, हेर्न सक्नुहुन्छ हामी बाटोमा छौँ। सो त्यही हो, हेर्दै गर्नु होला है त। सो फाइनली गाइज, हामी यहाँ गोदावरी रिसोर्ट पुगिसक्यौँ। अनि यो हो हाम्रो साथी घाँस, यसमा हेर बुलेट। रोयल एनफिल्ड। सो अहिले चाहिँ हामी यहाँ छौँ। अनि सो फोटोसुटवाला कहाँ छ नि यहाँ? सो अहिले चाहिँ हामी जान्छौँ फोटोसुटको लागि। खै कहाँ छन् हेरौँ अब, अनि एकछिनमा देखाउँछु तपाईँलाई। सो हे गाइज, हामी चाहिँ यहाँ अहिले गोदावरी रिसोर्टमा छौँ। अघिदेखि बसेका छौँ। हामीलाई यहाँ 1 घन्टा जति हुन लागिसक्यो। अहिले आएकै छैनन् मान्छेहरू। सो हामी चाहिँ यहाँ मजाले बसेर चिल गरिरहेछौँ। अरू यहाँ फोटोसुटहरू भइरहेछन्, अरूको फोटोसुट हेरिरहेछौँ। के गर्नु अरू होइन। ल उनीहरू आएपछि अनि देखाउँछौँ तपाईँलाई। यसो हेर्दै गर्नु होला। सो गाइज, अहिले चाहिँ हामी छौँ अहिले रेस्टुरेन्टभित्र। यो ग्रिनरी गोदावरी रिसोर्टको रेस्टुरेन्टभित्र छौँ। अनि यता चाहिँ दुल्हा-दुल्हीको रिलेटिभहरू छन्। अनि दुल्हा-दुल्ही चाहिँ रेडी हुन गएको छन्। सो अहिले चाहिँ हामी वेट गरिरहेछौँ उनीहरूको। सो त्यसपछि हाम्रो फोटोसुट हुन्छ, हेर्दै गर्नु होला है त। गाइज हेर्न सक्नुहुन्छ हाम्रो नास्ता अभि कस्तो लाग्यो। सो यो चाहिँ हाम्रो नास्ता भयो। अहिले चाहिँ हामी यो खाएर अनि फोटोसुट गर्छौँ, हेर्दै गर्नु होला है त। सो हेर्न सक्नुहुन्छ यता चाहिँ फोटोसुट सबैतिर चारैतिर भइरहेछ। यो चाहिँ हाम्रो सेटअप भयो। अनि यता चाहिँ फोटोसुट भइरहेछ। अभि कस्तो मजा आइरहेछ? एकदम मजा। भर्खर खाएका हूँ, बुसो का दिन रहे सो हेर्न सक्नुहुन्छ है, यो चाहिँ हाम्रो के भन्नु
सो अहिले चाहिँ हामी फोटोसुट गर्छौँ, हेर्दै गर्नु होला है त। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो लास्ट क्लिप भयो। यो दाइको भिडियो बनाएर हामी चाहिँ अब जान्छौँ घरतर्फ। सो आजको ब्लग यति नै। Thanks for watching.